नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसको चर्चा अहिले जताततै सुनिन्छ र जसले हाम्रो जीवनलाई हामीले थाहै नपाई पुरै बदलिदिइरहेको छ। हो, हामी कुरा गर्दैछौँ आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ताको बारेमा। ल आउनुहोस् यो के हो अलि गहिराईमा गएर बुझौँ। तर अगाडि बढ्नुभन्दा पहिला एउटा सानो प्रश्न है त। के आजको दिनमा एआईको प्रयोग भएको छ? सायद धेरैजनाले लाग्ला मैले त गरेको छैन। तर वास्तविकता के हो भने यसको सम्भावना एकदमै धेरै छ। कसरी भन्नु होला नि? ल केही उदाहरणहरू हेरौँ है त। जस्तै आफ्नो फोनमा हे गुगल वा हे सिरी भनेर बोलाउँदा त्यहाँ हाम्रो आवाज सुनेर बुझेर अनि काम गर्ने भनेकै एआईले हो। यो त हामीले हरेक दिन गर्ने एकदमै सामान्य काम भयो होइन त? त्यस्तै टिकटक वा युट्युब खोल्ने बित्तिकै हामीलाई मनपर्ने खालको भिडियोहरू आफै देखाइदिन्छ नि, होइन त? त्यो पनि एआईकै कमाल हो। त्यसले हाम्रो रुचि, हाम्रो बानी बुझेर हामीलाई त्यस्तै भिडियोहरू देखाइदिएको हो। अझ कुनै वेबसाइटमा जाँदा त्यो सानो च्याट बक्समा प्रश्न सोद्धा उताबाट जवाफ दिने पनि त एआई नै हो। भन्नुको मतलब एआई हाम्रो दैनिक जीवनको एउटा नछुट्टिने हिस्सा बनिसकेको रहेछ हामीले ख्याल नगरे पनि। ल एआई त जताततै रहेछ भन्ने कुरा त थाहा भयो। तर अब प्रश्न उठ्छ, आखिर यो आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ता भनेको चाहिँ के हो त? आउनुहोस् यसलाई अलि सरल भाषामा बुझौँ। सरल शब्दमा भन्नुपर्दा एआई खासमा एउटा यस्तो टेक्नोलोजी हो जसले कम्प्युटर वा मेसिनलाई मानिसले जस्तै सोच्न सक्ने, नयाँ कुरा सिक्न सक्ने अनि आफै निर्णय लिन सक्ने क्षमता दिन्छ। एक किसिमले भन्दा यो मेसिनहरूलाई चलाक बनाउने विज्ञान हो। अब एआईलाई मोटामोटी दुई भागमा बाँड्न सकिन्छ। पहिलो हो विक एआई। यो भनेको कस्तो हो भने कुनै एउटा खास काम गर्नको लागि मात्र बनाइएको एआई। जस्तै गुगल ट्रान्सलेटले भाषा अनुवाद मात्र गर्छ, अरू केही गर्दैन। अहिले हामीले चलाउने लगभग सबै एआई यही भित्र पर्छ। अनि दोस्रो हो स्ट्रङ एआई। यो चाहिँ मानिसको जस्तै सोच्ने, बुझ्ने र सिक्ने पूर्ण क्षमता भएको एआई हो। तर यो अहिलेसम्म केवल एउटा सोच मात्र हो। वैज्ञानिकहरूले यसमा अनुसन्धान गरिरहेका छन्, तर यो वास्तविकतामा आउन अझै धेरै समय लाग्छ। ल एआई के हो र कस्ता हुन्छन् भन्ने त बुझ्यो। अब हेरौँ यो कहाँ प्रयोग भइरहेको छ त। हाम्रो समाजको कुन कुन क्षेत्रमा यसले आफ्नो प्रभाव जमाइसकेको छ? एआईको प्रयोग त वाह अहिले धेरै ठाउँमा फैलिसकेको छ। जस्तै शिक्षाको कुरा गरौँ। यसले विद्यार्थीहरूलाई उनीहरूको आवश्यकता अनुसार सिक्न मद्दत गर्छ। स्वास्थ्य क्षेत्रमा पनि यसको ठूलो भूमिका छ। रोगहरूको छिटो पत्ता लगाउन र सही औषधि सिफारिस गर्न डाक्टरहरूलाई मद्दत गरिरहेको छ। यातायातमा त झन् सेल्फ ड्राइभिङ कारहरूदेखि लिएर सहरको ट्राफिक जामलाई व्यवस्थित गर्नसम्म यसको प्रयोग बढ्दैछ। अनि मनोरञ्जनको कुरा त हामीले अघि गरिहाल्यौं नि। अब कुनै पनि शक्तिशाली प्रविधिको जस्तै एआईका पनि राम्रा र नराम्रा दुवै पक्ष छन्। यसले जति अवसरहरू ल्याएको छ त्यति नै चुनौतीहरू पनि थपेको छ। ल अब यसका फाइदा र चुनौतीहरू के छन् त्यो पनि हेरौँ। एकातिर यसका फाइदाहरू हेर्ने हो भने यसले हाम्रो कामलाई कति छिटो र सजिलो बनाइदिएको छ। ठूल्ठूला डाटाहरूलाई पनि एकैछिनमा विश्लेषण गरिदिन्छ, जसले हाम्रो जीवनलाई नै सहज बनाउन मद्दत गर्छ। तर अर्कोतिर यसका चुनौतीहरू पनि कम छैनन् र ती निकै गम्भीर छन्। जस्तै यसले गर्दा धेरैको रोजगारी गुम्न सक्ने डर छ। हाम्रो व्यक्तिगत जानकारी र गोपनीयताको सुरक्षा एउटा ठूलो चिन्ताको विषय हो। अनि सबैभन्दा ठूलो डर त यो प्रविधिको गलत प्रयोग भयो भने के होला भन्ने हो। भनेपछि सारमा कुरा के हो भने एआई भनेको दुई धारे तलवार जस्तै हो। यसलाई राम्रोसँग जिम्मेवारीपूर्वक प्रयोग गर्न सकियो भने यसले मानव जीवनलाई कहाँबाट कहाँ पुर्याइदिन सक्छ। तर होइन, यसको गलत प्रयोग भयो भने यसले ठूलो समस्या पनि निम्त्याउन सक्छ। र अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर यो चर्चालाई बिट मारौँ। एआई हाम्रो भविष्यको सहायक बन्छ वा प्रतिस्पर्धी? यो प्रविधिले हाम्रो सहयोगीको भूमिका खेल्छ कि हामी सँगै प्रतिस्पर्धा गर्छ? यसको जवाफ आउने समयले त देला, तर त्यसको बाटो आज हामीले गर्ने निर्णयहरूले नै बनाउनेछ।